प्लस फ्याफुल्ला म पुष्प मोक्तान अनि आज चाहिँ हामी धेरै पछि भिडियो बनाउँदैछौँ अनि आज चाहिँ हामी आएको छौँ यो युङल्यान्डमा रहेको युबरल्यान्डमा अनि अब चाहिँ हामीले टिकट पनि लियो टिकट लिएर अब जान्छौँ हामी भित्र एकदमै लाइन थियो मान्छे प्याक आज यताबाट जाऊँ न खै टिकट छैन विदेशीलाई पनि छुट हुँदो रहेछ यो पहिले जस्तो त्यो हातमा बान्ने ब्यान्ड नदिँदैछ कि अहिले टिटी मात्र गर्दैछ पहिले त हातमा बान्ने ब्यान्ड दिन्थ्यो त वाउ नाइस स्यामसङ कार्डबाट पनि डिस्काउन्ट हुँदो रहेछ अनि विदेशीहरूलाई पनि अझ अलिकति डिस्काउन्ट पनि हुँदो रहेछ यहाँ यतानिर फोटो पनि खिचिदिने रहेछ त नि ठाउँ राम्रो छ है राम्रै छ यताबाट जाउँ न यो दिनभरि घुमिसक्नु बुढो कति लामो छैन सकिन्न नि दिनभरि ल ल ल यो फुल त हाम्रो निर पनि पाउँछ त यो होला नि ऊ पुरा यो तिहारको मखमली फुल पनि फुलेर छ यो पुरै नेपालमा पनि पाउँछ नेपालमा भन्दा नि हाम्रो घरमा पनि थियो त्यो पहेँलो पनि कुन चाहिँ एक राउन्ड गरौँ न यताबाट ल ल ठाउँ राम्रो छ नि है हजुर ठाउँ राम्रो छ नि ठाउँ राम्रो छ यहाँ के फोटो पनि खिचिदिन्छ के हो त्यही हुँदैन फोटो खिचिदिन्छ यो फोटो खिच्ने रहेछ क्या फोटो बुथ कति लिँदो रहेछ फोटोको बसेर खिचौँ न आउनु हामी दुईजना खिच्ने हामी खिचौँ न सोध्नु न कति भनेर एकैछिन है 우리 마트에 딱 앉아가지고 여기 한번 볼 거예요. 아버님 같이 찍어드릴까요? 같이 찍을까요? 네, 좋습니다. 이쪽 보고 후회하고 이쪽 가볼까요? ल फोटो पनि खिच्यो फोटो लिने ठाउँ यहाँ राम्रो आयो भने लिने राम्रो आएन भने नलिने क्यान्सल भनेर चम्पङ रहेछ चम्पङ खानुपर्छ आज चाहिँ अब घुम्न आएको अहिले भोक लागेर यता रेस्टुरेन्टतिर पेट पूजा गरेर मात्रै हामी घुम्ने प्लान गऱ्यौँ त्यही भएर यहाँ चाइनिज रेस्टुरेन्ट निस्केको यो के हो बुढो चम्पङ तपाईँको फेभरेट होइन तपाईँको फेभरेट मिठो छ मिठो छ मलाई चाहिँ यस्तो पिरो सिरो खानु मन लागेन अहिले चाहिँ फ्राइड राइस मगाएको थियो सुप किम्ची सेल्फ रे पुग्छ के खाना मगाइदिउँ अरू त के खानु 85 पुग्छ पुग्छ अहिले पुरै सिस्टम चेन्ज गऱ्यो आमा सबै सेल्फ अर्डर यही सेल्फ पे गर्ने खाना खाएर भाँडा पनि उता आफूले पुऱ्याउने रहेछ अनि वेटरहरूको काम चाहिँ के हो अरे के ल यस्तो छ अब खाना खाइसकेपछि भेटौँ ल बुढो 11,000 11-12,000 कुन किन्छ जस्तो महँगो यो हेडब्यान्डहरू यो चाहिँ के हो भाइ ए सबै हेडब्यान्डमा रहेछ सबै हेर्दैन जम 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 हेर्न चाहिँ राम्रो छ सबैको 11,000 हो 14,000 हो यसको यो 14,000 जाडोमा ठिकै हुँदैछ जाडोमा यो कान छेक्दैन त्यसले कान छेक्दैन के यसले 이거 양띠인데 너. 11,000 त्यसो चाहिँ कति 11 서야
ठिक छ ल किन ठिक छ स्वाइछ उही केटी लाग्नु राम्रो रहेछ त ल यो ठिक छ ल यो कलर भएन उयो अर्कै छ के उयो अर्को कलर छ के कलर त्यही ठिक छ त ल ठिक छ ठिक छ यो ठिक छ अर्को पनि यस्तो छ म पनि लगाऊँ कि एउटा है तपाईँ के हुने हो र ल जाउँ होइन एकछिन यो अर्को त्यही लाएर हिँड्नु भन्दा होला नि 여기 바람개비도 있어. 이거 이제 भरे आएर रिटर्न गर्दा हुँदा होला नि मिल्दैन नि कहाँ यो तान्ने ए यहाँ त्यो छ के पम्प हेलो 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 ल लिने भयो लिनु होइन भने जाउँ नलिनुहोस् छोड्दै। कम त डुल्ने ठाउँ छोड्नु 11,000 ल यो ठिक छ बरु ल म लिएको यो यो त कत्रो ठुलो छ कि म पहिला कति योसँग 3 चोटि भयो धेरै पछि आएको हो यहाँ चाहिँ के रहेछ फेरि ए ड्रेसहरू भाडामा पाउँछ नि होइन कोही कलेज ड्रेसहरू लगायो भने तपाईँहरू म कलेज ड्रेस लगाएर हिँड्यो पर्दैन स्कर्ट लगाएर पिउँ पिउँ गर्दै यिनीहरूले त आफ्नै लगाएर आएको होला नि यो होला पनि तर ड्रेसहरू नि पाउँछ कि त्यही यहाँनिर पनि त्यस्तै महँगै त होला नि है एउटै त प्राइस हुन्छ हौ त्यही हो 12 यो त सबै हलोविनको थिम रहेछ के अब आउँदैछ नि हलोविन त्यतिखेर पनि यहाँ पुरा फेस्टिभल हुन्छ भन्ने सुनेको थिएँ मैले हुन्छ नि जाने त्यो भूत घरमा त जाने आज भूत घर पनि छिर्नु पर्ला तर यहाँको भूत घर त डेन्जरै छ क्या आज के खेल्ने हो त रोलर कोस्टर त्यो त्यो त ठिकै छ यो त सानो सानोहरू हो त्यो ठिकै छ नि हो यहाँको रोलर कोस्टर त सानो हो वहाँ परको छ क्या त्यो हाइलाइट एभरल्यान्ड हाइलाइट त्यो त सक्दैन होला बा म पहिला कति एकचोटि चढ्यो तपाईँ जानु नि अहिले लाइन नै हुन्छ 1-2 घन्टा केही अब मान्छे चाहिँ मेरो हेयर पनि कस्तो रहेछ बबालको पहिला म आउने बेलामा चाहिँ यो एभरल्यान्ड आउन चाहिँ सुवनबाट एभरल्यान्ड लेखेकै बस आउँथ्यो तर अहिले चाहिँ ठ्याक्कै चेन्ज भएछ अहिले चाहिँ मोनोरेल भन्छ नि त्यसलाई मोनोरेल सुवनबाट एउटा पहेँलो लाइन चढेर अनि बिचमा झरेर फेरि एभरल्यान्डसम्म आउने मोनोरेल रहेछ अनि तर रेलबाट चढेर के अरे ओर्लेर चाहिँ फेरि यहीँको बस रहेछ एभरल्यान्डको बस त्यहाँदेखि यहाँसम्म ल्याउने यहाँदेखि त्यहाँसम्म पुर्याउने खालको बस पुरै चल्दो रहेछ अनि अहिले चाहिँ ठ्याक्कै रुट चेन्ज गरेर रहेछ बाटो चेन्ज भएको रहेछ यहाँ के हुमेन स्काई थियो यहाँबाट जाने ए जाउँ न कहाँ जान्छ यहाँ चाहिँ अहिले नै कहाँ जानु यहाँबाट तल जान्छ क्या तल चाहिँ के छ तल चाहिँ के छ त्यही त एरिया त्यही हो तलनिर त्यो खेल्ने यहाँ चाहिँ के रहेछ हेर्नु न नेटफ्लिक्स एभरल्यान्ड रिसोर्ट के पप डेमन हन्ड्रे के छ यो भित्र स्काई क्रुज खोइ ए त्यहाँ त्यो छिर्ने होला नि त्यसको लाइन होला है नछिटिकन नजानिकन फेरि लाइन बस्नु र फेरि कहाँ चढ्ने यो चढौँ
कुन चाहिँ यो त ठिकै रहेछ चढ्ने भए चढौँ न कहाँबाट जहाँको रहेछ ए बुढो यो त होइन केबल कार रहेछ केबल त कारको रहेछ कहाँ लान्छ त यसले तलै लाने हो कि तल चाहिँ के छ ल हामी चाहिँ घुम्न तलै जाने हो भने त्यो ठुल्ठुलो रोलर कोस्टरहरू अनि त्यो 3D के अरे हलहरू छ त्यही त यहीँबाट तल जाने भरे आउँदा चाहिँ चढ्ने हो कि ए अच्छा अच्छा अब अहिले नै छिटछिटो चाहिँ के चढेर तल जानु यस्तो लाइन हुन्छ के चढ्नु हो यो त नखेल्ने होला यो के हो सुई ए घुमाउने यो त यत्रिका यो त प्राय सबैमा हुन्छ नि के भन्छ ल्यान्डहरूमा स्ट्यान्ड बाई हेर्नु नि चढ्ने हो यो ए कस्तो रहेछ यो यो त भित्रपट्टि पो छ त अहिले वहाँ माथि गएर होइन यस्तो होला क्या टेबल जस्तो बुढो यहाँबाट फोटो खिच्न आउनु अहिले एभरल्यान्ड खाली भएछ नि बुढो त्यहाँ पछाडि त्यहाँ चाहिँ खिचौँ न एउटा अब आयो भने त्यहाँ नाम पनि हुन्छ 일행분이 있어요. 화장실에 다녀왔어요 하시더라도 데이트카드를 사용하지 않는다면 대행장 추가 합류 제한될 수 있다는 점 참고 부탁드립니다. 모든 일행분이 오셨을 때에만 추가 합류 도와드리고 있습니다. कति हो मान्छे त म्याजिक टाइम ट्राभल म्याजिक टाइममा चाहिँ के रहेछ रेस्टुरेन्ट त रहेछ नि सब रेस्टुरेन्ट बनाएको रहेछ उतानिर जाउँ न के खाने र तपाईँको भूतघर उतातिर छ जस्तो छ क्या हो होइन यहाँ उतानिर रहेछ क्या कति होला यहाँ मान्छे है लाखौँ होला लाखौँ हजारौँ होला है हजारौँ होला लाखौँ त छैन कि पानी पर्छ के हो पानी पर्छ जस्तो छ भित्रनिर जाउँ न रहेछ मैले त्यो अघि त्यो
3Dवालाहरू क्या सिनेमा यो 4D रहेछ यो मजा हुन्छ जाउँ न यसमा यहाँ पनि लाएन है होला फेरि What's that? के हो केही छैन ठिकै एक्टिङ गर्छ बच्चाहरू त्यो रहेछ किरा रहेछ नाउ सोइङ रे नाउ चाहिँले यो चाहिँ लाइन हो ए पहिलाको जस्तै रहेछ उतानिर चाहिँ अलि नयाँ बनाएको रहेछ त्यही जाने हो जाउँ लाइन त्यति छैन तर भित्र गएर चाहिँ होला लाइन चाहिँ ओसिपुन भन्छ त नि ठिकै जुन त ओसिपुन रे त नि होइन 50 मिनट भन्छ त नि 50 मिनट अहिले के छ वेटिङ टाइम सो त यहाँ कि होइन होला अब चाहिँ होला कति पो होइन 50 मिनट भनेको योसम्म छ भने चाहिँ 50 मिनट हो क्या ब्रो भोक पनि लाग्यो अब एकजना लाइनमा बसेर एकजना चाहिँ यहाँ खाजा लिन आएको स्न्याक्सहरू के लगेर अनि खानु पर्यो ल स्न्याक्स खाँदा पनि लाइन छ है मान्छे त कति हो कति हो खुट्टा टेक्ने ठाउँ छैन यो मोटे भएर क्या त्यो बिजो बिजो ल यो यताउता हुँदो रहेछ घुमाइदिनु फानपानी आजु पानी आउँदो रहेछ लुगै भिज्यो 그랬어 양말 이랬어 양말을 젖었어 젖었어 진짜 아빠도 신발 प्यान्टै भिज्यो 나도 양말 더 사줬어 뭐죠? 나왔다 यो 2 घन्टा घुमेर 나다 2 घन्टा कुदेर अब चाहिँ झन्खत्र आयो ल भिजुदै भिज्यो 너라 그랬지 내가 너라 그랬지 खुट्टा उठाउनु भिज्यो 신발에서 물 나온다 이제. 나도 रमाइलो 나는 약간 살짝 터치였네. 엄마가 들었어 너? 큰일 났다. अब हामी अगाडि जाँदै 많이 늦진 않았잖아 हामी गयो अगाडि 야좀 뜯지마 은재워 왜 뜯어 계속 이걸 뜯으니까 쳤잖아 우리가 यता यता आइसक्यो आइसक्यो पुरा 이 망했는데? ल कति 4 मिनटको राइड 아니야 저 팀도 사람은 윤지원이 내가 젖었다는 어떻게 소식. 5 아니야 मिनट 가볍게 늦은 거. 아 끝났네 아저 내일 네? 크록스 마시고 다녀야 돼. 저도 마찬가지인데요? 아 이제 근데 좀 떼도 돼 कस्तो रमाइलो भइरहेको थियो सँगै है कति 2 घन्टा कुरो 2 घन्टा कुदेर 근데 내 옆에 계신 분도 만만치 않으시 아니 아버님 짱이었어? 나 옆에서 함께 겪었거든. 이쪽 지금 엎으신 분 여러분들 오늘 대기 시간 너무 기느라 이 길거리 시간 잘 내시고 계셨죠? 네
여러분 제가 이런 말씀드리니까 왜 저희? 어제는 아마도 되게 힘든 시간이었어요. 이제들 네, 올라오는 12번부터 좀 कस्तो रमाइलो भयो त्यत्रो लामो कुरेको त बिर्सिगएछ 4 मिनट कति भयो 5 बज्यो 5 बजेछ बज्यो ठ्याक्कै 3 बजे दुई लाइन बसेको ठ्याक्कै 2 घन्टा लाग्यो 5 मिनट त हुँदो रहेछ है तर अहिले त छिटो छिटो पठाए जस्तो लाग्यो नि तपाईँलाई कस्तो होला है के त्यस्तै हो त्यस्तै होला खै अब कता जाने अब यतानिर एकछिन घुमौँ अनि लाग्नुपर्छ होला है ल ल घरमा 5 बजिसक्यो अब यहाँ त जति बस्यो त्यति रमाइलो हुन्छ बेलुका फेरि अझ छुट्टै प्रोग्रामहरू हुन्छ के छ अरे बेलुका फेरि छुट्टै प्रोग्रामहरू गर्छ ए ए पर्फर्मेन्सहरू गर्छ नि एकछिन त्यो हरर हाउसनिर जाउँ भूतघर कतैनिर यसो लाइन छोटो छ भने बस्छौँ छोटो त के हुन्थ्यो अघि हामी चढेको अझै बराबरै छ लाइन झन् बेलुका भएपछि झन् रमाइलो हुन्छ जस्तो क्या यो लाइट साइड बालेर यिनीहरूको चाहिँ यसरी राखिदिन्छ है गिफ्ट सपहरू ठ्याक्क निस्किने ठाउँमा बच्चाहरूलाई पसल राखिदिन्छ अनि एउटा न एउटा किन्छ जाउँ हेर्नु नि लाइन बेबे अघि हामी जति थियो नि त्यति नै छ कि कहिले आउँछ होला यिनीहरू पालो त आउनु पछाडि हेर्नु त कति रहेछ हेरौँ त यसो निस्केर आउनु त यो ट्रेन चढ्नको लागि चाहिँ अब 120 मिनट लाग्दो रहेछ वेटिङ टाइम अब यहाँ चाहिँ के सो हुन लागिरहेको रहेछ मान्छेहरू एकदमै वेटिङ गर्छ हामी हरर म्याचमा नजाने तर धेरै डर साँच्चीको बुझ्नु छ अरे लाग्छ हो मान्छे नै बस्छ कि यहाँ चाहिँ यसलाई के एक्स्ट्रा फी तिर्नुपर्ने हो पैसा तिर्नुपर्छ 3000 हो कि 5000 तिर्नु जाउँ अब हामी घरमै माग्नु पर्ला माथि माथि हुँदैन हुन्छ टाइम कति भयो नि त 5:15 यहाँ के आउँदैछ के हो यहाँ चाहिँ के हुन्छ के हुन्छ होला सोहरू है सबै बसिरहेछ खोइ पहिला यहाँ त्यो जङ्गल सफारी त यहाँबाट कि कहाँबाट हुन्थ्यो जाउँ। डेन्जर गरेर हिँड्दैछ जाउँ न जाउँ कहाँ जाँदो रहेछ ए तपाईँले त्यो भित्र छ भने भूतहरू यिनीहरू त होला नि कहीँनिर सो हुन लाग्यो कहाँ उही रहेछ उही उही रहेछ जाउँ न जाउँ फोटो खिच्ने होला नि यहाँनिर चाहिँ जुम्बीहरू चाहिँ 이동 부탁드리겠습니다. पछाडि आइरहेछ खोइ ओ माई गुडनेस 지나갈게요. 너무 무서워
ए उता हेर्नु त उता अर्कोहरू चाहिँ खोइ एकजना उता छ डेन्जर गरी हिँड्दै थियो क्या सरी यहाँ डेन्जर छ भाइ यहाँ त हुन्न यहाँ चुम्बी केटी चाहिँ अलि डेन्जर थियो तर हिँड्न र बाउलाई जस्तो हिँड्दैछ जुम्बीहरू चाहिँ कहाँ जम्बीहरू गयो त्यो उयो उयो पछाडि छ उयो 이게 먼저 하고. 야, 너희 둘이서 내가 찍어줄게. 이걸 찍어줄게. 보정 4등 보정이 있다. 엄마가 찍어주는 거 같아. K-pop Demon Hunter भनेको अहिले मुभी चल्लाको हो कि के हो त्यसकै त्यो क्यारेक्टरहरूको त्यो के छ जस्तो छ क्या त्यो पछाडि के आज त्यो गाडी ठुलो लाइन थियो नि 240 मिनट कुद्नुपर्छ भने कति बजे हामी कति बजे 11 बजे छिरेको होला है अहिले 5 6 बजे 40 भयो 4 5 भन्दा 5 भन्दै 4 5 भन्दा थोरै हो बिहान हामी 9 बजे कति बजे खुल्छ 8 बजे हामी 8:30 मा निस्क्यो हो यो घरबाट होइन यो चाहिँ 10 बजे अब यहाँ 3 चोटि आइपुग्यो 3 चोटि आइपुग्दा पनि घुमिसकेन घुमिसकेन अब के गर्ने हो फेरि चार्ज देखाउनु पर्ने भयो यहाँ फेरि अर्को एउटा सो हुँदैछ मान्छेहरू कुन कुन ठाउँमा त पुगेकै छैन होला हामी त भाइ अब झन् बेलुका बेलुका हुन्छ झन् झन् रमाइलो रमाइलो सोहरू के हुँदैछ कन्सर्ट हुन्छ क्या हो अब लाग्नुपर्छ दिउँसो आउनेहरू आउने होला है हजुर यहीँ कन्सर्ट भइरहेको रहेछ त त्यही त यो पेरुको हो कि के हो यताबाट चाहिँ माथि केबल काठ चढ्ने लाइन हो कस्तो मिठो बजाएको है सुनेर बस्नु त बस्दा नि हुन्छ काम छैन भोलि काम त छैन है अब भोलि कता कता जानुपर्छ केबल कार कता रहेछ केबल काठ त छैन त यो रहेछ कहाँनिर छ केबल आज मैले त ब्रोसरै पाएन के कहाँ कहाँ के छ भनेर यतिको अन्दाजमा घुमेर छ जाउँ अब हिँडेर राति भइगयो उयो मान्छे सोधौँ हजुर त्यो सोधे भए हुन्थ्यो त मान्छेहरू भर्खर आउँदैछ कुनै कति बजी खोला 10 बजीमा होइन 10 हो कि भर्खर कति भयो 7 बजे 6 बजे
कहाँ 6 बजे होला अँध्यारो भइसक्यो चाँडो के हो 6 बजे ठ्याक्कै के होला बुढो मेन गेट स्काई क्रुज मेन स्काई वे मेन गेट चाहिँ यहाँबाट जाउँ अब त्यही भएर होला के बुढो के माथिबाट मात्र तल हाल्ने के त अघि हामी निस्केको के अरे इन्ट्रान्स चाहिँ पुगेन होइन छैन अझै छन् र अझै हिँड्नुपर्छ अलिकति स्काई लिगमा त मान्छे धेरै देखेको जस्तो लाग्यो छोड्दै अब स्काई वेमा टाइम लाग्छ धेरै चाहिँ फुड कोर्टहरू मात्रै रहेछ है धेरै आइसक्रिम लागेको छ यो हेरौँ न एकचोटि डबल रक स्प्रिङ रे अर्को साइडमा नि रहेछ मान्छे मेरो त मुटै मोमो निस्किन्छ होला त्यो त म पहिला एकचोटि गरेको थिएँ तल गर्नु 9:40सम्मै रहेछ 9:40सम्म रहेछ 9:40मा क्लोज हुँदैछ अहिले के छिटो आउँदो रहेछ फर्किने मान्छे धेरै रहेछ है हजुर आउने मान्छे पनि खतरनै खानाको ल आजको घुमाइ हाम्रो सक्यो आजको घुमाइ चाहिँ हाम्रो इभरल्यान्डमा थियो अनि अब चाहिँ हामी यहाँ बस इभरल्यान्डको बस चढेर यहाँ ट्रेन स्टेसनमा आइपुग्यो यहीँबाट माथि जाने हो कि होइन अघि तलबाट आएको थियो त माथिबाट हिँडेर पो जानुपर्छ रहेछ माथि जाने अरे हो रहेछ ल अब चाहिँ हामी घर जानु लाग्यो अब चाहिँ सक्यो आजको घुमघाम घाम सक्यो एभरल्यान्ड घुमघाम चुसक पनि सक्यो चुसकको बिदा नि सक्यो अब चाहिँ हामी यहाँबाट ट्रेन चढेर जान्छौँ घरनिर ल बाई बाई सी यू नेक्स्ट टाइम